मलाई एक्ज्याक्टली ल यही पोइन्टबाट चाहिँ स्टार्ट भयो भन्ने नै छैन मलाई आई थिङ्क लास्ट मेरो मेमोरी जहिले थियो त्यहाँदेखि नै हुन्छ टिभी टेलिभिजन हामी सानो सानो हुँदा टेलिभिजन आइसकेको थियो जबदेखि टेलिभिजनमा हामीले मुभिजहरू हेर्न थाल्यो होइन यसरी गीतै भनौँ त्यसरी हेर्न थालेदेखि नै हो मलाई ल अब यो चाहिँ गर्न पाए हुन्थ्यो त्यति बेला थाहा पनि हुँदैन थियो कसरी गर्छ यसको प्रोसेस के हो भनेर टिभीको पछाडि आफू पनि टिभीभित्रै मान्छे हुन्छ जस्तो लाग्छ नि त्यति बेला त्यो टिभीभित्र गएर आफूले पनि पर्फर्म गर्न पाए हुन्थ्यो भने एउटा सेयिङ पनि छ कि एभ्रिबडी सेकेन्ड फेभरेट जब इज टु बी एन एक्टर भनेर भन्छ होइन सबैलाई त्यो एक्टिङ गर्ने भुत चाहिँ सबैमा हुन्छ नि कसैले देखाउँछ कसैले देखाउँदैन भनेर भन्छ होइन सो मलाई चाहिँ म चाहिँ एकदम एक्सप्रेसिभ पहिलादेखि ल यो चाहिँ मलाई गर्न मन छ भनेर भन्ने थियो बट मेबी अब अलिकति ग्रोइङ अप कलाकारै हुनु मन छ भनेर अहिले फर्केर हेर्दाखेरि चाहिँ हामी एकदमै धेरै घरमा त्यति बेलामा एकदमै फ्यामिलीलाई युनाइट गर्ने भनेको चाहिँ टेलिसिरियलहरू एकदमै युनाइट गर्थ्यो कि त्यति बेला होइन अहिले त आफ्नो हातमा मोबाइल हुन्छ सबैले कन्टेन्टहरू आफ्नै हातबाट हेर्ने हो त्यति बेला चाहिँ ल एउटा सिरियल आयो भने हामी मेरो फ्यामिलीमा 5 जना खाना खाने टाइममा चाहिँ 5 जना सँगै बसेर हुन्छ नि त्यो इन्जोय गर्ने त्यो फ्यामिलीलाई कनेक्ट गर्ने टाइमै त्यसरी हुन्थ्यो क्या पहिला चाहिँ हामी सानो हुँदाखेरि अनि अहिले मैले फर्केर हेर्दाखेरि चाहिँ अझ धेरै मलाई ल पर्फर्मै गर्नुपर्छ एक्टरै हुनुपर्छ भन्ने चाहिँ मैले जब त्यो हरिदाई मदन दाईको सिरियलहरू हेर्दाखेरि चाहिँ हुन्छ नि मलाई यस्तो यसमा पर्फर्म गर्न पाए हुन्थ्यो अनि हरिदाईले यस्तो डिफ्रेन्ट क्यारेक्टर्सहरू पोर्ट्रे गर्नुहुन्थ्यो त्यति बेला अनि त्यो चाहिँ मलाई त्यसरी नै गर्न पाएको चाहिँ रमाइलो हुन्थ्यो होला भन्ने जस्तो आई थिङ्क एकदमै ट्रिगर गरेको पोइन्ट चाहिँ त्यो थियो होला त्यो पनि कस्तो एकदम डेस्टिनी जस्तो भनौँ मैले इन्जिनियरिङ गरिरहेको थिएँ डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ थापाथली इन्जिनियरिङ क्याम्पसमा अनि 3 इयर्सको हाम्रो कोर्स हुन्थ्यो म 3rd इयरमा थिएँ 3rd इयरमा हुँदाहुँदै म मिस टिनमा भाग लिएको थिएँ ब्युटी पेजेन्टमा अनि त्यसपछि मैले बिस्तारै मोडलिङ स्टार्ट गरेँ त्यस्तो म्यासिभली त थिएन बट अलिअलि फोटोसुटहरू गरिरहेको थिएँ अनि ऱ्याम्प सोजहरू स्टार्ट गरिरहेको थिएँ भनौँ न त्यस्तो धेरै म्यासिभली त होइन बस बिस्तारै भइरहेको थियो अनि त्यही क्रममा चाहिँ ठ्याक्क म्युजिक भिडियोको लागि अफर आयो म्युजिक भिडियो मेरो सेकेन्ड म्युजिक भिडियो रिलिज भएको दिन म 3rd इयरमै थिएँ अनि त्यति बेला मेरो अफ पिरियड थियो टिचर नआउनु भएर जस्तै के भएर हाम्रो क्लास अफ थियो अनि म फोन चलाएर बसिरहेको थिएँ त्यति बेला अनि सुनिल रावल चाहिँ मसँग फेसबुकमा हुनुहुन्थ्यो उहाँहरूले चाहिँ एउटा मुभीको एक्चुअली त्यो हस्टल रिटर्न्स थिएन अर्कै लभ नम्बर भन्ने मुभी थियो होइन त्यो मुभीमा सबैजना एक्टर्सहरू फाइनल भइसक्नु भएको थियो एकजना एक्ट्रेस मात्रै चाहिएको भएर मलाई ठ्याक्क उहाँहरूले अप्रोच गर्नुभयो अनि त्यति बेला चाहिँ आई वाज जस्ट 19 इयर्स ओल्ड अनि म मुभी गरिहाल्छु अहिले भन्ने त्यस्तो थिएन कि 19 वर्षको भर्खर म त सानै छु त्यो फिल्मै गर्ने भने त हिरोइन हुने भने त कति ठुलो कुरा हो जस्तो लाग्थ्यो अनि भर्खर म्युजिक भिडियो चाहिँ स्टार्ट गरिरहेको थिएँ गर्नलाई म्युजिक भिडियो पनि कस्तो भन्दाखेरि अलिकति एकदमै त्यो यङ फेसेसहरू चाहिएको खालके म्युजिक भिडियोजहरू मात्रै कि त्यो एकदमै रोमान्टिक म्युजिक भिडियोजहरू पनि त्यसरी गराएको थिइनँ अलिकति मैले कुची गरेँ ठ्याक्क त्यो त्यही दिन रिलिज भएको थियो बेबी कुची भने पनि अलिकति स्निपेट जस्तो खालको थियो कि एक्ज्याक्टली अफिसियल भिडियो पनि थिएन अनि त्यस्तो खालके गरिरहेको थियो एकदमै सानै म हेर्दा पनि अलिकति सानै देख्थेँ त्यति बेला अनि त्यही भएर चाहिँ मुभी नै गरिहाल्ने हिरोइन बन्ने भन्ने अहिले नै बन्ने भन्ने जस्तो थिएन तर ठ्याक्क उहाँहरूले एक्ट्रेस खोजिरहनु भएको त्यही दिन मेरो ठ्याक्क भिडियो हेर्नु भएको रहेछ रिलिज भएकै दिन हेरेपछि चाहिँ अनि मलाई कन्ट्याक्ट गर्नुभयो सुनिल दाइ होइन मलाई अहिले त गर्दिनँ होला मुभी एकदमै चाँडो भयो भनेर भन्दाखेरि एकछिन हाम्रो वर्कसप भइरहेछ आऊ हेर भेट अनि तिमीलाई गर्नु मलाई भने गर न त भन्ने जस्तो कुरा गर्नुभएपछि चाहिँ अनि म भोलिपल्ट गएँ अनि त्यहाँ गएर त्यो माहौल हेरिसकेपछि चाहिँ अब त्यो नगर्ने भन्ने कुरै भएन अनि उहाँहरूले पनि अडिसन नट एक्ज्याक्टली अडिसन ल फाइनल भइसकेपछि उहाँहरूले हाम्रो त्यति बेला वर्कसपहरू लामो वर्कसप चलिरहेको हुन्थ्यो अनि हामी जस्तो सिन्सहरू गराउनुहुन्थ्यो अब कतिको पोटेन्सियल छैन भनेर होइन कि नयाँ एक्टरलाई एकैचोटि सेटमा लगेर गराउने भन्दा पनि अब वर्कसपहरूको बेलामा उहाँहरूले चाहिँ अडिसन जस्तो खालको सिन्सहरू दिनुहुन्थ्यो हामीले त्यसलाई रिक्रिएट गरेर कसरी गर्न सक्छ कतिको कन्फिडेन्ट छ मान्छेहरूको अगाडि भन्ने तरिकाले चाहिँ हेर्नु भएको थियो त्यसो ठ्याक्क त्यसपछि मैले मुभी गरिसकेपछि चाहिँ हाम्रो त्यो वर्कसपकै क्रममा चाहिँ लभ नम्बर भन्ने मुभी नगर्ने अब यसको हस्टेलको सिक्वेल बनाउने भन्ने कुरा भयो त्यसपछि क्यारेक्टर्सहरू पनि सबै चेन्ज भइहाल्यो स्टोरी नै ओभरअल चेन्ज भइसकेपछि मेरो क्यारेक्टर पनि चेन्ज भयो मुभी रिलिज भइसकेपछि एक लेभलको एकदमै अप्रिसिएसन राम्रो काम गर्ने छ भनेर भन्ने भयो त्यस रिलिज हुने बित्तिकै फेरि मेरो बिहा भएपछि त्यसपछि मैले सेकेन्ड मुभी गरेँ सेकेन्ड मुभी फर्स्ट मुभी चाहिँ एकदमै कमर्सियली सक्सेसफुल भयो सेकेन्ड मुभी चाहिँ कमर्सियली सक्सेसफुल भएन अनि त्यही क्रममा चाहिँ निश्चलहरूले 2 रुपियाँ भन्ने सिनेमा आसिफ दाईहरूले जिटवान ब्ल्याक हर्स मिलेर 2 रुपियाँ भन्ने सिनेमा गरिरहेको थियो अनि त्यसमा मेनिका दी हुनुहुन्थ्यो एक्ट्रेस चाहिँ अनि एउटा गीत गर्नुपर्छ त्यसमा जहाँ चाहिँ एउटा गेस्ट अपियरेन्स जस्तो चाहिन्छ भन्दाखेरि मलाई थाहा पनि थिएन त्यस्तो अब उनीहरूको डिस्कसन के भएको मलाई थाहा थियो एक दिन निश्चलले घरमा चाहिँ यो गीत चाहिँ गर्नुपर्छ है भनेर भनेको थियो अनि
हुन्छ भनेर भन्ने कुरा भयो त्यतिकै नर्मली अब त्यस्तो गीत एकदमै म्यासिभली त्यो लेभलको हिट हुन्छ यसरी रेकर्डै ब्रेक गर्छ रेकर्डै बनाउँछ भन्ने त्यो त कहिले पनि फिलै भएन ल एउटा लोकगीत खालको लोक प्याटर्नको त्यति बेला फेरि भर्खर लोक प्याटर्नको गीतहरूले अलिकति मुभिजहरूमा ठाउँ पाइरहेको थियो होइन अनि त्यही बेलामा चाहिँ ल हामीले उनीहरू सुटमा थियो म सुट गरेँ त्यो बेला फेरि अलिकति निशलको मम्मी बिरामी भएको भएर त्यसको फेरि स्टोरी छुटेछ एकदमै स्ट्रगल गरेर हामीले सुट गरेको थियो कि ब्याक एन्ड फोर्थ आउनुपर्ने सुटिङ गर्दा गर्दै आधी सुटिङ गरेर फेरि फर्केर फेरि उता गएर फेरि आधी सुटिङ भएर चाहिँ एकदमै जस अलिक स्ट्रगलै भएको थियो त्यति बेला गर्नको लागि अनि एकदमै गर्मी मौसममा गएको थियो हामीले चैतको मौसममा इटरीमा सुटिङ गरेको होइन त्यो जस मेरो लागि त अब त्यति बेला एकदम इनिसियल्ली फिजिकली पनि एकदमै टायरिङ त्यस्तो खालके नै थियो बट अब अहिले फर्केर हेर्दाखेरि सबै वर्थ इट भयो भनौँ न अहिले त युजुअली ल कति बेला कुन एजमा बिहा गर्ने भन्ने यसो केटी मान्छेहरूले सोच्दाखेरि पनि एउटा मजाले सेटल भइसकेपछि अब अहिले त अलमोस्ट केटा मान्छेले काम गर्ने केटी मान्छेले काम गर्ने भन्ने नै हुँदैन सबैजनाले नै काम गर्ने हुन्छ होइन कसैलाई त्यो जेन्डरलाई क्वेसन गर्ने नै छैन अनि सबैजना स्पेसली अहिले मेरो साथीहरू पनि जो चाहिँ अनम्यारिड हुनुहुन्छ उहाँहरू 30 भइसकेपछि 30+ पछि सेटल भइसकेपछि आफू इन्डिपेन्डेन्ट भइसकेपछि बिहा गर्ने भन्ने चलन छ अहिले चाहिँ अब त्यति बेला भर्खर भनौँ न 20 वर्ष भनेको अब अलिक अगाडि त अझ भन्ने हो भने 20 वर्षपछि नै केटीहरूलाई चाहिँ अलिकति बिहाको प्रेसर त आइसकेको हुन्थ्यो तर मेरो केसमा चाहिँ म अझै भर्खरै अब एक्ट्रेस भएको भयो भने एक्ट्रेसहरू अब अलिकति लेटै बिहा गर्ने होइन त्यही माथि भर्खरै करियर स्टार्ट गरेको 20 वर्षमा बिहा गर्न लागेको फेरि हेर्दा पनि म एकदमै सानो देख्ने सबैजना अलिकति सकिङै थियो त्यो होइन न्युज पनि आई थिङ्क धेरैजनालाई सकिङ थियो अनि जस अब अलिकति हाम्रो एज डिफ्रेन्सले गर्दाखेरि पनि निशल त इस्टाब्लिस भइसकेको होइन एकदमै सेलिब्रेटेड डिरेक्टर त्यति बेला मलाई चाहिँ कस्तो थियो म पनि अब कुनै पनि त्यो जति बेला मैले बिहा गर्छु भन्ने डिसिजन लिएँ त्योभन्दा 1 सेकेन्ड अगाडिसम्म पनि म त्यति बेला 20 वर्षमा बिहा गर्छु भन्ने त कहिले पनि थिएन अब प्लानिङ्सहरू त भइहाल्छ होइन एउटा एजमा पुगेपछि गरिन्छ भने त 20 इयर्स भने मेरो लागि पनि सायद त्यति बेला अलिकति अनप्लान्ड खालके नै थियो बट ह्याभिङ सेड द्याट इट्स नट अबाउट राइट टाइम इट्स अबाउट राइट पर्सन भनेर भन्छन् मान्छेहरू चाहिँ राइट टाइम भनेर भनेर आउँछ मलाई चाहिँ अब अलिकति धेरै कुराहरू धेरै फ्याक्टर्सहरू हुन्छ जस्तै अब मलाई मान्छे आफैमा राम्रो लागिसकेपछि चाहिँ ल फ्युचर हुन्छ नि अब हामी त कम्प्याटेबल पनि हुनुपर्छ बिहा गर्ने कसैसँग बिहा गर्ने भनिसकेपछि इट्स नट जस्ट अबाउट तपाईँको विल मात्रै भन्दा पनि यो मान्छेसँग चाहिँ तपाईँले फ्युचर देख्नुहुन्छ भन्ने कुरा पनि भयो अर्को कुरा अब निशलकै पर्सपेक्टिभबाट मैले हेर्दाखेरि पनि उसको चाहिँ बिहा गर्ने उमेर भइसकेको थियो अब मैले त्यस्तो अब धेरै कुराउनु पर्छ जस्तो पनि मलाई फिल भयो ल गरौँ न त भन्ने हिसाबले गर्न लाग्यो म मेजरली एउटा फ्याक्टर चाहिँ मलाई मान्छे राम्रो लागेपछि चाहिँ यो मान्छेसँग चाहिँ मैले सेटल हुन सक्छु होला भन्ने फिल भएर हो बुलबुलको नि एकदम रमाइलो छ स्टोरी के भन्दाखेरि विनोद पौडेल जो हाम्रो डिरेक्टर राइटर हुनुहुन्छ त्यो बुलबुलको त्यो सिनेमाको उहाँ चाहिँ अस्कर एक्टिङ स्कुलको अस्कर कलेजको चाहिँ उहाँ प्रिन्सिपल पनि हुनुहुन्छ अनि निशल पनि अस्करमै पढेको होइन अनि मैले त्यसरी भेटेको थिएन उहाँलाई एक्चुअली चिन्दा पनि चिन्दैन मैले मुभी चाहिँ हेरेको थिएँ साङ्गो र बट ऊ राइटर मात्रै हुनुहुन्थ्यो त्यसको होइन डिरेक्टर चाहिँ जो यस्ता हुनुहुन्थ्यो सो मैले त्यसरी पर्सनली उहाँलाई चिनेको पनि थिएन त्यसरी अब थाहा पनि थिएन भनौँ न जस्तो विनोद दाइले चाहिँ फिल्म बनाउनुहुन्छ भनेर सो उहाँले चाहिँ निशलको थ्रुबाट चाहिँ स्क्रिप्ट पठाइदिनु भएको थियो मलाई इनफ्याक्ट त्यति बेला चाहिँ जोयस दाइ हुनुहुन्थ्यो डिरेक्टर त्यो मुभीको बुलबुलको होइन विनोद दाइ चाहिँ राइटर मात्रै हुनुहुन्थ्यो अनि पढाइसकेपछि चाहिँ निशलले पहिला पढेर अनि पछि अब यो क्यारेक्टरको लागि भनेको छ तर तिमीलाई त सुहाउँदैन होला भन्ने निशलले पनि त्यसरी भनेको थियो अनि म चाहिँ अब अलिकति त्यो हामीको अलिक टाइप कास्ट गर्ने चलन छ नि त नेपाली फिल्म इन्डस्ट्रीमा एउटा क्यारेक्टर गरिसकेपछि अलिकति रिस्क लिएर यो एक्टरको पोटेन्सियल यति हो यसलाई यस्तो खालको क्यारेक्टर पनि गर्न यस्तो खालको क्यारेक्टर पनि बनाउन सकिन्छ होला भन्ने आई थिङ्क अहिले त धेरै चेन्ज भएर त्यो हिसाबले पनि डिफ्रेन्ट पर्सपेक्टिभले मेकर्सहरूले हेर्न थालिसक्नु भएको छ एउटा पोटेन्सियल भएको एक्टरलाई चाहिँ यसरी मोल्ड गर्न सकिन्छ है भन्ने खालको एउटा त्यो पर्सपेक्टिभबाट पनि बनाइन्छ त्यति बेला चाहिँ जस्तो एउटा एक्टरले जस्तो खालके पात्र निभाइरहेको छ उसले गर्न सक्नु भयो त्यति मात्रै हो भन्ने खालको त्यो पनि थियो अनि जस्तो खालके एकदमै कमर्सियल एकदमै मेन स्ट्रिम एक्ट्रेसको क्यारेक्टर गरिरहेको मेन स्ट्रिम भन्दा पनि कस्तो अब हामीले एकदमै कमर्सियल मेन स्ट्रिम मुभिजहरूमा पाउने एक्ट्रेसेसहरूले क्यारेक्टर कस्तो भन्दाखेरि मेन एक्ट्रेस भन्ने तर जहिले पनि साइड रोल त हुने होइन हिरोको साइडमै हुने खालको क्यारेक्टर्सहरू नै हुन्थ्यो मैले गरिरहेको क्यारेक्टर्सहरू पनि ल आएको मात्रै बेस्ट गरौँ भन्ने हुन्थ्यो बट त्यो भन्दै पनि काहीँ न काहीँ त्यो साइड रोलै जस्तै त हुन्थ्यो सो त्यस्तो मैले अब एउटा
एकदम सब्सटेन्सियल रोल गर्न पाए हुन्थ्यो क्यारेक्टर गर्न पाए हुन्थ्यो लेम्यानको क्यारेक्टर गर्न पाए हुन्थ्यो म जस्तो छु त्योभन्दा अलिकति भिन्न खालको पात्र निभाउन पाए हुन्थ्यो डिफ्रेन्ट पर्सपेक्टिभ भएको पात्र निभाउन पाए हुन्थ्यो भन्ने चाहिँ दिमागमा चाहिँ आइरहेको थियो बट त्यो रिस्क कसैले पनि लिँदैन थियो अनि मलाई फर्स्टमा त्यो स्क्रिप्ट आएपछि निशलले सुरुमै त्यो अलिक सुहाउँदैन होला त भनिरहेको थियो अनि मैले पछि आफू सर पढिसकेपछि म त्यो जहिले 23 वर्षको थियो जस्तो लाग्छ अनि त्यो क्यारेक्टर चाहिँ लगभग 32 वर्षको क्यारेक्टर थियो कि फर्स्टमा चाहिँ पछि मैले गर्ने भएपछि अलिकति त्यसलाई चेन्जेसहरू गऱ्यो अनि 11 वर्षको छोरी थियो मेरो त्यो पात्रको चाहिँ अनि विनोद दाइलाई मैले फेरि कसैले कस्तो हुन्छ हाम्रो ह्युमन इगो चाहिँ तैँले गर्न सक्दैनस् भनेपछि झन् गरेर देखाउँछु भनेर भन्ने हुन्छ नि त होइन अनि धेरै म अहिले जस्तो पनि कामहरू गरेर आएको छु धेरै कुराहरू चाहिँ त्यो इनिसियल्ली नै धेरै कुरा तैँले गर्न सक्दैनस् यो त तँलाई सुहाउँदैन भन्या भएर पनि झन् त्यो कति कुराहरू चाहिँ त्यो फ्याक्टरलाई मैले त्यो रङ प्रुभ गर्नु मान्छेलाई रङ प्रुभ गर्न मजा आउँछ नि त अनि त्यो रङ प्रुभ गर्नुपर्छ भनेर पनि कति कुराहरू त्यसले पनि प्ले गराएको छ फ्याक्टर्सहरू त्यसले प्ले गराएको छ जस्तो लाग्छ अनि विनोद दाइलाई त्यसपछि मैले भेटेँ स्क्रिप्ट पढेपछि चाहिँ अनि विनोद दाइलाई मैले भनेको थिएँ यो 11 वर्षको छोरीको लागि मलाई भन्नुभएको कि यो 32 वर्षको आमाको क्यारेक्टरको लागि मलाई भन्नुभएको भनेको थिएँ अनि होइन तिमीलाई यसकै लागि हो भनेर भन्नुभयो त्यस पछाडि तपाईँले एकदम यो त ठुलो रिस्क हो तपाईँले मलाई लिने भनेको भनेर भनेको थिएँ अनि विनोद दाइले चाहिँ त्यही कुरालाई चाहिँ हुन्छ नि म धेरै ओभर कन्फिडेन्ट छैन भन्ने कुरालाई नै जस मलाई अब एकदम न्युट्रल बनाएर एउटा क्यारेक्टरमा सेप अप गर्न सकिन्छ भन्ने धन दाइलाई कन्फिडेन्ट भयो मलाई भेटेपछि चाहिँ अनि त्यस पछाडि अब के टेक्निकल कुराहरूले गर्दाखेरि विनोद दाइले नै डिरेक्सन गर्ने हुनुभयो बुलबुल इभेन्चुअली अनि त्यस पछाडि हाम्रो अस्कर्समै लगभग 2 महिना जस्तो म बिहान टेम्पो सिक्न जान्थेँ 7-8 बजीतिर अनि हामी दिनभरि नै वर्कसपमा हुन्थ्यो अस्कर्समा अनि दाइले त्यो एकदमै मेरो ठुलो लर्निङ चाहिँ त्यो मुभीबाट पनि भएको छ जुन चाहिँ म अहिलेसम्म पनि धेरै कुराहरू त्यहाँ सिकेको कुराहरू छ अहिले गर्ने सिनेमाहरूमा पनि इम्प्लिमेन्ट गरेर आएको हुन्छु होइन एज अ पर्सन पनि विनोद दाइबाट धेरै कुराहरू सिकेको छु सो मैले मान्छेलाई हेर्ने दृष्टिकोण त्यो एउटा पात्र गरिसकेपछि पनि हामी एकदमै रिजिड भएर हामी एकदमै ल म मेरो पर्सपेक्टिभ यो हो म यसरी जज गर्छु संसारलाई मान्छेलाई भन्ने खालको एउटा त्यो मुभीबाट पनि भत्केको छ भनौँ न मैले त्यो पात्र एउटा गरिसकेपछि चाहिँ हाम्रो पर्सपेक्टिभ भनेको चाहिँ एकदमै रिजिड या एकदमै वान साइडेड हुनु हुँदैन हामी एकदमै डाइमेन्सनल भएर हेर्नुपर्छ भन्ने खालको चाहिँ त्यो एउटा मुभीबाट पनि चेन्ज भएको छ अब यो चाहिँ एउटा मात्र फ्याक्टरले हुँदैन धेरै एस्पेक्ट्सहरू हुन्छ जसले गर्दाखेरि चाहिँ अहिले जे रिजल्ट छ भनौँ न जे पनि बजारमा अभाइलेबल छ त्यो किन छ भन्दाखेरि एउटा यही कारणले गर्दाखेरि मात्रै छ भन्दा पनि धेरै विविध कारणहरूले गर्दाखेरि हुन्छ होइन जस्तै एउटा कुरा भनेको त हाम्रो इन्डस्ट्रीमा मेजोरिटी मेलकै छ भनिसकेपछि तपाईँले जो पावरमा छ उसकै पर्सपेक्टिभ आउने हो जहिले पनि होइन अब तपाईँको एउटा फिल्म तपाईँले बनाउँदै हुनुहुन्छ भने राइटिङदेखि रिलिजसम्मको टाइमसम्म तपाईँले 99% मेलसँग तपाईँले डिल गर्नुपर्ने हुन्छ कि होइन भनेको 99% मेल मेम्बर्सहरू हुनुहुन्छ भन्ने बित्तिकै मेल पर्सपेक्टिभ त डेफिनेटली धेरै आउने भइ नै हाल्यो होइन अब अर्को भनेको अलिकति फिमेल पर्सपेक्टिभमा या फिमेल सेन्ट्रिक मुभीहरू बनाउँदाखेरि बजारमा अलिकति सेल गर्न गाह्रो हुन्छ सेलेबल हुँदैन भनेर भनिन्छ तर मैले चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले हेरेको छु तपाईँले अलिकति 90sतिर जानुभयो भने 95% मुभिजहरू पारिवारिक मुभी र फिमेल सेन्ट्रिक मुभिजहरू बनाए हुन्थ्यो जुन चाहिँ सेल गर्नलाई सजिलो र सेलेबल थियो त्यति बेला होइन तर एउटा पोइन्टमा पुगेपछि अलिकति इन्डस्ट्री चेन्ज भयो अलिकति ट्रान्जिसनहरू आयो त्यस पछाडि अलिकति चेन्ज भएको हो यो बट अहिले पनि तपाईँले हेर्नुहुन्छ भने जस्तै फिमेल सेन्ट्रिक मुभिजहरू कस्तो मुभिजहरू बन्छन् प्रायः भन्दा अलिकति अफबिट सिनेमाहरू जुन चाहिँ यसको अडियन्स चाहिँ अलिकति कम हुन्छ होइन हामीले जस्तै बुलबुलकै कुरा गरौँ त्यो अलिकति अफबिट सिनेमा हो होइन त्यसलाई त्यहाँ त्यो सिनेमा जस्तै जुनै पात्रको भए पनि जुनै जेन्डरको भए पनि त्यो खालको सिनेमाको अडियन्स एकदम मिनिमल हो एकदमै निश अडियन्स हुनुहुन्छ भनिसकेपछि त्यो फिमेल सेन्ट्रिक मुभी भएर मात्र त्यसको निश अडियन्स होइन कि त्यो आफैमा त्यसको मेकिङले गर्दाखेरि त्यो आफै मुभी होल प्याकेज नै त्यो अलिकति निश अडियन्सले हेर्ने हो अनि जति पनि हामीले फिमेल सेन्ट्रिक मुभिजहरू बनाउँछ अलिकति अफबिट सिनेमाको मुभिजहरू बनाइरहेको हुन्छौँ एकदमै ह्युज बजेटको मुभीहरू बनाइरहेको हुँदैन त्यो तर जस्तै अब तपाईँले इक्जाम्पल हेर्नुभयो भने बेहुली फ्रम बेंगोली हामीले जसरी अलिकति फिमेल सेन्ट्रिक मुभी हुँदा हुँदै पनि
त्यसलाई अलिकति कमर्सियल अप्रोचमा बनाएको भएर होइन जुन हिसाबको मान्छेहरूले इन्ट्रेस्ट देखाउनु भयो हाम्रो इनिसियल जसरी मान्छेहरूले इन्ट्रेस्ट देखाउनु भयो भनेपछि त्यस्तो त हुँदैन रहेछ जस्तै बुक्सै गरेर हेर्दाखेरि पनि तपाईँले त्यसलाई कमर्सियल अप्रोच दियो गीतहरू राखियो होइन त्यसले गर्दाखेरि काहीँ न काहीँ त्यो हामीले अडियन्स ल्याउन सक्यो अरू फ्यु इक्जाम्पल्सहरू छ जसले जुन चाहिँ तपाईँले अलिकति कमर्सियल अप्रोच अलिकति बिग बनाउनु भयो भने फिमेल सेन्ट्रिक त्यो भनेर हेरिँदैन होला तर अब हामीले मेल सेन्ट्रिक मुभिजहरू एकदमै कमर्सियल्ली त्यसलाई भाइबल बनाइन्छ त्यसलाई बिग बनाइन्छ अनि त्यसलाई सेल गर्न सजिलो हुन्छ होइन सायद सेल गर्नै गाह्रो भन्ने त होइन तर हामीले त्यसरी सेल गरेर आएको छौँ नि त हामीले अलिकति फिमेल सेन्ट्रिक मुभीलाई चाहिँ सानो बनाइरहेको छौँ खुम्चाइदिइरहेको छौँ अलिकति निश अडियन्समा मात्रै पुर्याउने हिसाबले सेल गरिरहेको छौँ तर त्यही एउटा मेन स्ट्रिम सिनेमा जहाँ चाहिँ मेल सेन्ट्रिक हुन्छ त्यसलाई चाहिँ बिग बनाएर सेल गरिरहेको छ भने चाहिँ अभियसली त्यो त बिग सिनेमा नै बिग अडियन्समा पुग्ने हो नि त सो त्यो पनि एउटा होला अनि अघि भने जस्तो राइटरै आफैमा पनि अलिकति कम राइटर्सहरू हुनुहुन्छ तर अहिले अब हेर्ने हो भने त धेरैजना मलाई अब रिसेन्टली अहिले 1-2 वर्ष यता 3 वर्ष जस्तो यता मलाई आउने 99% मुभिजहरू फिमेल सेन्ट्रिक मुभिजहरू नै हुन्छ कि फिमेल सेन्ट्रिक भनिराख्दाखेरि फेरि डजन्ट ह्याभ टु बी अघि मैले भने जस्तो एकदमै अफ बिट एकदमै तपाईँको हामी भन्छ नि आर्ट्सी खालको मुभी होइन कि कमर्सियल मुभी एकदमै ल हामीले यति पैसा खर्च गरेर बनाउनु लागेको यसरी हामीले यसलाई बिग सोचेर बनाउनु लागेको प्रोजेक्ट भनेरै बनाउनु लाग्नु भएको छ सो चेन्जेसहरू डेफिनेटली छ अब एक्ज्याक्टली यही भन्नु भन्दा डिफ्रेन्ट फ्याक्टर्सहरूले गर्दाखेरि चाहिँ थोरै बनिरहेको छ अब अहिले एक्ट्रेसेसहरू आफै प्रड्युस गरिरहनु भएको छ मुभी त्यसले गर्दाखेरि चाहिँ अझै धेरै फिमेल सेन्ट्रिक मुभिजहरू बन्छ होला एकदमै मैले इन्जोय गरेको अर्को सिनेमा चाहिँ चिसो मान्छे पनि हो मैले आफूले गर्दाखेरि गर्न पाउँदाखेरि मैले एकदमै होल हार्टेडली इन्जोय गरेको सिनेमा अनि म जहिले पनि कुनै पनि सिनेमा गर्दाखेरि कुनै सिनेमा चाहिँ लाइट हार्टेडली हामी सुपरफिसियली ल गरौँ न भनेर गरिन्छ रमाइलो पनि हुन्छ कुनै हिट पनि हुन्छ होइन कमर्सियली हिट हुन्छ अडियन्स धेरैभन्दा धेरै अडियन्स सामु पुग्छ तर त्यसले तपाईँलाई पर्सनली त्यति धेरै केही पनि दिँदैन भनौँ न तपाईँलाई एउटा पोर्टफोलियो बनाइदिन्छ ल तपाईँको ग्राफमा चाहिँ एउटा हिट थपिन सक्छ तर कुनै सिनेमाहरू जस्तो मैले अघि बुलबुल भने नि बुलबुल पनि मैले गरिसकेपछि त्यसले कमर्सियली पारेको इम्प्याक्ट मलाई मेरो पोर्टफोलियोमा पारेको इम्प्याक्ट आफ्नो ठाउँमा छ तर एज अ पर्सन मैले त्यहाँबाट सिकेको र मैले लिएको कुराहरू एकदमै धेरै छ क्या जस्तो चिसो मान्छे पनि अर्को एउटा सिनेमा हो जुन चाहिँ मैले गरेर म एज एन इन्डिभिजुअल मलाई केही न केही थप एज अ ह्युमन चाहिँ म अलिकति हुन्छ नि बेटर भयो कि या मलाई मेरो पर्सपेक्टिभ अलिकति चेन्ज भयो कि मेरो सोच्ने डाइमेन्सन चाहिँ अलिकति चेन्ज भयो भन्ने कुरा चाहिँ मैले त्यो सिनेमाबाट सिकेको थिएँ जस्तै हामी ल्याङ्ग्वेजको कुरा सिकाइ त भयो डिरेक्ट सिकाइ भयो जस्तै ल्याङ्ग्वेज अलिअलि हामीले सिक्यौँ होइन मैले अब अलिकति अहिले धेरैजना सुदूरपश्चिमको मान्छेहरू या कर्णालीकै भेगको मान्छेहरू भेट्दाखेरि पनि उहाँहरू चाहिँ यो ठाउँको है भनेर मैले एक लेभलको त्यो हुन्छ नि चिनिन्छ अनि त्यहाँको वेशभूषाको बारेमा त्यहाँको महिलाको बारेमा एउटा जुन हामीले धारणा छ होइन सुदूरपश्चिमको महिलाहरू चाहिँ यस्तो हुन्छ भने मैले त्यहाँ गइसकेपछि चाहिँ यति फरवर्ड देखेको थिएँ त्यो नै मेरो पर्सपेक्टिभ एउटा चेन्ज भयो त्यो डिरेक्टली सिकेको कुराहरू त छ ल्याङ्ग्वेजै हामीले 1 हप्ता जस्तो बसेर सिक्यौँ होइन यस्तो यस्तो कुराहरू सिकाइ त छ तर त्योभन्दा पनि त्यो पात्र आफैमा त्यो पात्रको जस्तो डेफ्थ थियो त्यो पात्र जसरी लेखिएको थियो त्यो पात्रको जुन भोगाइ थियो त्यसले गर्दाखेरि चाहिँ मैले स्वस्तिमा खड्गा भएर हेर्ने नजरिया चाहिँ अझ धेरै ब्रोड भएको छ ब्युटी फ्रम बेङ्गोलीको चाहिँ यस्तो भयो मलाई त्यस्तो म अलि अगाडिसम्म चाहिँ प्रड्युस चाहिँ म गर्दिनँ होला भन्ने जस्तो थियो प्रड्युस गर्न त्यति मलाई इन्ट्रेस्ट थिएन मलाई चाहिँ अलिकति मोर मेकिङ डिरेक्सनतिर चाहिँ एउटा पोइन्टमा पुगेर चाहिँ म डिरेक्सन गर्छु तर त्यो डिरेक्सन भन्दा अब टेक्निकल तपाईँले सिक्नै पर्ने कुराहरू पनि भयो होइन तर एउटा पोइन्टमा पुगेर गर्छु अहिले पनि छ एउटा पोइन्टमा पुगेर चाहिँ म डिरेक्सन गर्छु मलाई यसलाई मुभी मेकिङमा चाहिँ एकदमै इन्ट्रेस्ट छ भन्ने थियो प्रड्युस चाहिँ म त्यति बेलासम्म पनि प्रड्युसै गरिहालौँ भन्ने चाहिँ मलाई थिएन आकाश र सजलले ठ्याक्क स्क्रिप्ट ल्यायो म त्यति बेला चाहिँ उसले जस्ट एज एन एक्टर मलाई अप्रोच गरेको थियो अनि आकाशसँग दिमाग खराबमा ऊ राइटर पनि थियो त्यहाँबाट हामी भेटघाट भएको थियो अगाडि अरू मुभिजहरूमा पनि त्यसरी भेटघाट भइरहेको अनि आकाशले मलाई बोलाएर यस्तो एउटा स्क्रिप्ट छ पढ न तिमीलाई मनपर्छ होला भनेर एकदम कन्फिडेन्टली भनेको थियो म त एकदमै अन्डर एस्टिमेट गरिरहेको थिएँ होइन के लेख्यो होला र भने जस्तो उसले हामी लेख्यो होला भन्दा पनि उसले आफै डिरेक्सन गर्ने भनेर भन्यो कि त्यसमा चाहिँ मैले त्यस्तो धेरै इन्ट्रेस्ट दिएको थिएन अनि म 3-4वटा स्क्रिप्टहरू पढ्नु पर्ने थियो मसँग चाहिँ बेडमै मसँग साइडमा भइरहेको हुन्छ स्क्रिप्टहरू इभिनिङमा यसो रेस्ट गर्ने बेलामा हेर्छु सर भनेर अनि एउटा स्क्रिप्ट पढ्न लगाएर थिएँ मैले एक्चुअली हेरौँ न त के चाहिँ ब्युटी फ्रम बेङ्गोली थिएन त्यो नाम अर्कै नै थियो अनि के रहेछ एकचोटि पढ्छु नि त भनेर मैले 2-3 पेज पढ्छु अनि कस्तो इन्ट्रेस्टिङ छ कि छैन भन्ने जस्तो मैले एकदम अन्डर एस्टिमेटै गरिरहेको थिएँ भेरी अनेस्टली अनि मैले 2-3 पेज पढेपछि त्यो मैले कन्टिन्युस यस्तो हो गएर मैले फुल स्क्रिप्ट सकाएँ कि
वान गोमै सकाएँ अनि यस्तो हाँसिरहेको थिएँ म बिचमा निश्चलले नोटिस गरिरहेको थियो अनि रमाइलो छ कि क्या स्क्रिप्ट यस्तो हाँसिरहेको छ भनेर भनिरहेको थियो अनि मलाई आई थिङ्क मैले पढेको स्क्रिप्टमा एकदमै इन्ट्याक्ट अनि एकदमै प्रपरली लेखेको स्क्रिप्ट वान अफ द स्क्रिप्ट्स त्यो पनि थियो अनि मैले यो त सानो बजेटमा राम्रोसँग अब डिरेक्टर उनीहरू भनेको थियो नि मुभी चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि त्यो राम्रो स्क्रिप्ट भइरहेको हुन्छ होइन डिरेक्टर्सहरू पनि राम्रो हुनुहुन्छ तर तपाईँको एज अ होल एउटा त्यो टिम भने त प्याकेज हो नि त हामी 70-80जना त सेटमा मात्रै हुन्छ तपाईँको राइटिङदेखि हलमा पुर्याउनु जेलसम्म त तपाईँ यति धेरै मान्छे चाहिन्छ क्या हामीलाई होइन सबै मान्छे राइट भयो भने मात्रै त्यो राइट तरिकाले फिल्म निस्किन्छ अनि त्यो चाहिँ मैले इभेन्चुअली फिल्म गर्दै गएपछि बुझेँ कहिलेकाहीँ म स्क्रिप्ट भयङ्कर लागेर मैले फिल्महरू गरेको छु डिरेक्टरको र मेरो भिजन नमिलेर त्यो फिल्म राम्रो भइदिँदैन कहिलेकाहीँ डिरेक्टर पनि राम्रो हुनुहुन्छ स्क्रिप्ट पनि राम्रो भइदिन्छ प्रोड्युसर भनौँ न एउटा प्रोड्युसरको टिम या जसले प्रड्युस गर्नुभएको छ उहाँको टिमले राइट तरिकाले त्यो फिल्म बजारसम्म नगइदिएर धेरैजनाको मैले एक्टर्सहरूको फिल्म त्यो देखाएको छु कि बजारमा राइट तरिकाले त्यो फिल्म नगइदिएर बिचमा यति राम्रो प्रोजेक्ट यति पोटेन्सियल भएको प्रोजेक्ट वेस्ट भइदिन्छ कि अनि त्यो कुरा देख्दा एकदमै चित्त दुख्ने अनि मैले जस्तै अब उनीहरूको त्यस्तो प्रड्युसर भनेर प्रपरली प्रड्युसरहरू पनि मैले को भनेर थाहा पाएको थिएन अनि मैले उनीहरूलाई राम्रोसँग हाम्रो प्रोडक्सन हाउसबाट गाइड गरेर राम्रो तरिकाले सेल गऱ्यो भने चाहिँ राम्रो हुन्छ यो सिनेमा भन्ने भयो अनि मैले आकाश एक्चुअली मैले नै अप्रोच गरेको थिएँ हामी प्रड्युस गर्छौँ नि त मैले निशोलाई नि हामी प्रड्युस गरौँ न त यो सिनेमा मलाई राम्रो लाग्यो एकदमै हाई बजेट पनि थिएन हामी टिकको बजेटमा यसलाई निकालेर प्रफिटेबल पनि बनाउन सकिन्छ प्लस राम्रो सिनेमा पनि एउटा किनकि हामीले जुन त्यसको साइकोलोजी थियो फिल्मको होइन 30 इयर्स पुगिसकेपछिको जुन हामीलाई प्रेसर आउँछ बिहा गर्ने भन्नेको सो त्यो खालको एउटा रमाइलो पनि एट द सेम टाइम एउटा मिनिमल सेटिङमा हामीले फिल्मलाई चाहिँ धेरैभन्दा धेरै अडियन्समा पुर्याउन सकिन्छ भन्ने हिसाबले प्लस फिमेल सेन्ट्रिक भइसकेपछि त्यो एज अ फिमेल पनि फिमेल एक्टर पनि एउटा रेस्पोन्सिबिलिटी पनि हुन्छ ल गरौँ न त भन्ने हिसाबले अनि स्टार्ट गरेको यस्तो भयो त्यही मैले अघि भने फर्स्ट फिल्ममा पनि मेरो अडिसन भनेर त्यस्तो ल अडिसनै लिने भनेर पनि थिएन म अपोइन्ट भइसकेपछि त दाइहरूले सिन्सहरू दिनुहुन्थ्यो होइन अनि हामीले ल गरौँ न त भन्ने हिसाबले सिन्सहरू हामीले रिक्रिएट गर्थ्यौँ अनि त्यस पछाडि ल राम्रो छ राम्रो छैन भन्ने हिसाबको हुन्थ्यो तर अडिसन भनेर मैले प्रपरली ल फिल्ममा अपोइन्ट हुनुभन्दा अगाडि नै अडिसन भनेर कुनै पनि नेपाली फिल्मको लागि चाहिँ मैले त्यसरी दिएको थिएन अनि दाइहरूसँग म आबद्ध हुनुभन्दा अगाडि नै दाइहरूले पोस्टर एउटा फालिसक्नु भएको थियो होइन ल यो फिल्म आउँदैछ भनेर हाम्रो टाइटल अनाउन्समेन्ट भइसकेको थियो अनि मलाई त्यति बेला नि इन्ट्रेस्टिङ अब हामी सोसियल मिडियामा हुन्छौँ नि त होइन टिमहरूसँग अनि मैले देखिरहेको थिएँ इन्ट्रेस्टिङ लागेको थियो रबिन दाइले चाहिँ यस्तो सिनेमा चाहिँ एक्चुअली भेटौँ न त भनेर भेटिसकेपछि चाहिँ यस्तो खालको आइडिया हो एक्चुअली लुक टेस्ट गर्नुपर्छ भनिसकेपछि राम्रो टिम छ भने चाहिँ आई थिङ्क त्यो अडिसन भनेर त्यति ठुलो कुरा पनि हो जस्तो लाग्दैन अडिसन किन पनि लिइन्छ भन्दाखेरि कोही टिम सिरियस छ ऊ चाहिँ राम्रो मान्छे चाहिएको छ राम्रो मेम्बर्सहरू चाहिएको छ टिममा भने न अडिसन लिने हो सिरियस हुने हो नि त कोही होइन इनफ्याक्ट अब दाइहरूले आफूलाई एकदमै यो टिमले चाहिँ प्रुभ गरिसकेको टिम भएको भएर चाहिँ ल अडिसन गरौँ अडिसन हो नि दाइहरूले अडिसन त त्यसरी भन्न पनि अप्ठ्यारो पनि मान्नुहुन्छ धेरैजनाले अडिसन भन्दा लुक टेस्ट गरौँ भन्ने हिसाबले गर्नुभएको थियो अनि हामी प्रपरली सिनहरू नै गरेर लुक टेस्ट गरेर यस्तो खालको क्यारेक्टर हो भनेर भन्नु भइसकेपछि चाहिँ त्यस्तो मलाई अप्ठ्यारो धेरैजनालाई चाहिँ अप्ठ्यारो भयो अडिसन दिने बेलामा भन्नु चाहिँ मलाई त्यसरी त कहिले पनि सोचेन मैले किनकि कसैले बेस्ट केही बनाउन खोजिरहेछ भने उसले पनि अर्को साइडबाट बेस्ट नै खोजिरहेको हुन्छ सो एकदमै इजिली राम्रो तरिकाले हामीले अडिसन गऱ्यौँ अडिसन गरिसकेपछि चाहिँ आबद्ध भयो ल तिमीसँग गर्ने भयो फिल्म भनेर भन्ने भयो अनि त्यही डिस्कसन हुँदाहुँदै हामीले यतिकै स्वस्तिमा खड्का चाहिँ यो फिल्ममा आबद्ध भयो भनेर न्युज निकाल्ने भन्ने कुरा भएको थियो बट ठ्याक्कै त्यही डिस्कसनको कुरामा चाहिँ मैले दाइलाई ठ्याक्कै ल बरु हामीले लुक टेस्टै गरिरहेछौँ यत्रो होइन किनकि कस्तो पनि थियो भन्दा यो फिल्म अलिकति च्यालेन्ज पनि छ क्या धेरै कुराहरूमा जस्तै अब अहिले हामीले धेरै कुराहरू फालिराख्दाखेरि मान्छेले यो फिल्मबाट कपिड हो कि यो फिल्मबाट कपिड हो कि भन्ने त्यो हिसाबले हुन्छ हामीले चाहिँ यसलाई धेरैभन्दा धेरै नेपाली बनाउनु पर्ने थियो कि अनि त्यही भएर पनि एकदमै धेरै हामीले 4-5वटा फेज जस्तो नै लुक टेस्टहरू भयो धेरैचोटि नै हामीले लुक टेस्ट गऱ्यौँ अनि त्यही क्रममा चाहिँ ल पोस्टर रिलिज चाहिँ हामीले क्यारेक्टर रिभिलबाट गरौँ न त भन्ने कुरामा अनि ल गरौँ भने एकदमै राम्रो रेस्पोन्स आई थिङ्क चिसो मान्छेको पनि एकदमै पोस्टरको रेस्पोन्स एकदमै राम्रो आएको र यो पनि अर्को सिनेमा जुन चाहिँ पोस्टरबाट नै मान्छेहरू एकदमै एक्साइटेड एन्टिसिपेट गरेर बसिरहनु भएको छ त्यो अलिकति स्याड चाहिँ कस्तो भयो भन्दाखेरि हामी नेपालमा हिस्ट्री नै छैन क्या केही कुराको दस्तावेजै छैन होइन हिस्ट्री त छ डकुमेन्टेसन धेरै कुराको डकुमेन्टेसन छैन कि जस्तै मैले
चिसो मान्छेको क्यारेक्टर गर्ने बेलामा पनि दिपेन दाइले यस्तो यस्तो क्यारेक्टर हो भनेर राख्दाखेरि मैले युट्युबहरूमा अब हामीले हेर्नु भनेको यस्तो अनलाइनमा अभाइलेबल जे जे छ त्यही त्यही कन्टेन्टहरू नै हेर्ने हो त्यसमा बरु एटलिस्ट अहिले सुदूरपश्चिमको केही न केही धेरै मान्छेहरूले अहिले भनौँ न कन्टेन्टहरू बनाउनुहुन्छ त्यो चाहिँ फेरि अहिलेकै टाइम पिरियडकै मुभी भएको भएर पनि अभाइलेबल कन्टेन्टहरूसँगै मैले सापट्टि लिन मिल्थ्यो तर यो चाहिँ हाम्रो कस्तो अलिकति अगाडिको टाइमको स्टोरी हो कि 44-45तिरको स्टोरी हो त्यही भएर अलिकति त्यो टाइमको तपाईँले डकुमेन्टेसन त एक त पाउनै हुँदैन स्पेसली हाम्रो बादी कम्युनिटीको चाहिँ लगभग छँदै नै छैन रहेछ कि केही पनि डकुमेन्टेसन दस्तावेज भन्ने नै केही पनि छैन रहेछ अनि मैले क्यारेक्टरै बनाउने बेलामा मैले अडिसन दिनुभन्दा अगाडि पनि दाइले यस्तो यस्तो क्यारेक्टर भनिराख्दाखेरि मैले अब एकचोटि रिसर्च त गर्नु पऱ्यो नि त कस्तो खालके हो के हो भन्दाखेरि त्यति बेला नै मैले केही पनि पाएन कि 2-3वटा फोटोजहरू चाहिँ छ तर प्रपरली डकुमेन्टेसन भएको छैन सायद अब हामी कस्तो नि हुन्छ भने कहिलेकाहीँ हामीलाई अलिकति लाज लाग्ने कुराको अलिकति रङ भनेर भनिएका कुराहरूको डकुमेन्टेसन दस्तावेज हामीलाई राख्न अप्ठ्यारो लाग्ने हो कि होइन राख्नु हुँदैन भन्ने पनि त्यो पनि हो कि सायद तर हिस्ट्री भनेर त हिस्ट्री हो नि त राइट र रङ कति कुरा हाम्रो नराम्रो भनिएका कुराहरूबाट सिक्नुपर्ने आफ्नो ठाउँमा छ र हिस्ट्री भनेर त त्यो त इट्स अ पार्ट अफ अस हामीले त्यसलाई त इम्प्रेस गर्नुपर्छ नि होइन म सानो हुँदाखेरि मैले यस्तो यस्तो गर्छु भने त्यो कुरालाई बिर्सेर त हुँदैन त्यहाँबाट त्यसको एउटा रमाइलोपन छुट्टै छ त्यहाँबाट सिक्नुपर्ने कुराहरू छुट्टै छ तर त्यसलाई बिर्सिन्छु म यो चाहिँ कुरा म इम्प्रेसै गर्दिनँ भन्ने चाहिँ हुँदैन सब त्यहाँ गइसकेपछि त्यहाँ हामी बर्दियामा गयौँ बर्दियाको राजापुर भन्ने गाउँमा अनि त्यहाँको बादी कम्युनिटीको दिदीहरू अब उहाँहरू त अहिले एकदमै अलिकति एजै भइसक्यो होइन आमाहरू हुनुहुन्छ अनि आमाहरूसँग भेटिसकेपछि चाहिँ यस्तो 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 भन्ने कुराहरू भयो अनि अघि मैले भने जस्तै यसलाई चाहिँ हामीले धेरैभन्दा धेरै किनकि यो यस्तो सेटअपको मुभी नेपालमा लगभग बनेकै छैन भन्दा पनि हुन्छ अनि जहिले पनि हाम्रो छिमेकी देशसँग हाम्रो केही न केही कल्चर केही न केही हाम्रो एस्पेक्ट्सहरू मिल्न जान्छ नि त होइन किनकि हामी कल्चरली एकदमै सिमिलर छौँ सेम त छैन बट सिमिलर छौँ नि त होइन हाम्रो वेशभूषाकै कुराहरू लिएर हाम्रो तपाईँको भनौँ न टोपोग्राफीको कुरा लिँदाखेरि टेरेनकै कुराहरू लिँदाखेरि तपाईँको तराईतिर जानुभयो भने लगभग होइन इन्डिया र तराई सिमिलर देख्न जान्छ अब जस्तै नर्थतिर जानुभयो भने नेपाल र नर्थ इस्ट उस्तै उस्तै देख्न आउँछ भनेको हामी काहीँ न काहीँबाट सँगै जोडिएको भएर सिमिलारिटिजहरू छ अनि यस्तो खालको सिनेमा नेपालमा नबनेको भएर सुरुमै मान्छेहरूले के भनिदिन सक्छ हामी त्यो पोस्टर सुट गर्दादेखि नै यो चाहिँ एकदमै यो आइसकेको इन्डियामा आइसकेको सिनेमाहरूसँग चाहिँ रिलेट गर्न सक्छ है किनकि उनीहरूसँग रिसोर्सेसहरू छ उनीहरूसँग डकुमेन्टेसन छ उनीहरूले एक्सप्लोर गर्छ सब्जेक्टहरूलाई उनीहरूले धेरै खालको सिनेमाहरू बनाइसकेको छ हामी त एक्सप्लोर बल्ल गर्न थालिरहेछौँ होइन हाम्रो हिस्ट्रीहरू बल्ल एक्सप्लोर गर्न थालिरहेछौँ भनिसकेपछि हामीले जस्तो मुभी बनायो भने काहीँ न काहीँ उनीहरूले बनाइसकेको मुभीहरूसँग चाहिँ हामीलाई एसोसिएट गर्न सक्छ त्यही भएर हामीले सकेसम्मलाई नेपाली बनाउनुपर्छ भन्ने कुरा भयो अनि उहाँहरू दिदीहरूसँग आमाहरूसँग कुरा गरिराख्दाखेरि पनि उहाँले हामीलाई धेरै कुराहरू भन्नुभयो उहाँहरूले भनेको कुरा भन्दा पनि अनेस्टली हामीले त्यसलाई अझै जस्तो थियो एक्चुअलमा त्योभन्दा अझै नेपाली बनाउनु पऱ्यो कि किन भन्दाखेरि त्यो एक्चुअल जे थियो त्योभन्दा पनि कि किन भन्दाखेरि त्यो अघि मैले भनेको जस्तो त्यो एसोसिएसन उतापट्टि त्यो इन्डियातिर या भनौँ बलिउडतिर एसोसिएसन भइहाल्छ भने त्यो सकेसम्म नेपाली बनाउनु पर्ने अब अटायरकै कुरा किन नहोस् होइन हामीले धागोहरू युज गरेको छौँ होइन सर्टन कुराहरू त्यो सानो डिटेल्सहरूमा चाहिँ यसलाई सकेसम्म नेपाली बनाऊ सो द्याट हाम्रो नेपाली अडियन्सहरूले चाहिँ एसोसिएट गर्न सक्नुहुन्छ यो सेटअपै अलरेडी उहाँहरूको लागि नयाँ छ कतिजनालाई बादी कम्युनिटी भने के हो बादी समुदाय भनेको के हो नै थाहा छ इनफ्याक्ट 6-7 वर्ष अगाडि मलाई पनि थाहा थिएन सो त्यो त्यसरी एसोसिएसन गराउनै गाह्रो हुन्छ त्यही भएर सकेसम्म उहाँहरूसँग धेरै कुरा लिएर त्यसलाई पनि अझ धेरै कति कुराहरू जब हामीले फिक्सनल कुराहरूलाई चाहिँ अझै हुन्छ नि एसोसिएसन कसरी हुनसक्छ अडियन्सहरूलाई त्यसरी बनाउन खोज्यौँ अनि उहाँहरूले भन्नुहुन्थ्यो यस्तो यस्तो कुराहरू नथ्याएकै कुराहरू भन्नुहुन्थ्यो होइन सो त्यो कुराहरू हामीले चाहिँ एटलिस्ट डकुमेन्टेसन गरेको छौँ उहाँहरूले भनेको कुराहरू पनि अनि नेपालीहरूलाई चाहिँ सायद यो स्पेसिफिक बादी कम्युनिटीलाई लिएर चाहिँ एउटा प्रपर हाम्रो मुभी चाहिँ मैले अस्ति हाम्रो सङ रिलिजमा पनि भनेको थिएँ यो एउटा कुरा चाहिँ के खुसी लाग्छ भन्दाखेरि हाम्रो यो मुभी चाहिँ एउटा आउने जेनेरेसनको लागि चाहिँ बादी कम्युनिटीको चाहिँ प्रपर दस्तावेज चाहिँ हुन्छ जस्तो लाग्छ मलाई मधु होला नि उसको एक्चुअल नेम चाहिँ मधुबाला हो पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि बादी कम्युनिटीमा चाहिँ फेरि पनि यो धेरै कुराहरू छ कि जस्तै उहाँहरू त्यति बेला जो पनि त्यो समुदायको हुनुहुन्थ्यो त्यति बेला एकदमै त्यो हिन्दी मुभीबाट इन्सपायर हुनुहुन्थ्यो अरे कि हिन्दी त्यति बेला एक्ट्रेसहरूबाट एकदमै त्यो हुन्छ नि रेप्लिका गर्न खोज्ने उहाँहरूले त्यो मधुबाला एक्ट्रेसबाट हुन्छ नि मधुबाला नाम राख्ने जस्तै अब
करिश्मा हेमा रेखा भनेर चाहिँ नाम राख्नुहुन्थ्यो अरे कि आफ्नो एक्चुअल नेम त घरबाट राखेको त छँदैछ बट उहाँहरूको त्यो नामै त्यही भइदिन्थ्यो अनि मेरो चाहिँ क्यारेक्टर नाम मधुबाला हो जस्तै हाम्रो अरू क्यारेक्टर्सहरूमा चाहिँ रेखा पनि हुनुहुन्छ होइन सो भनेको चाहिँ त्यसरी एकदमै इन्सपायर हुनुहुन्थ्यो अरे क्या उहाँहरू त्यति बेला अनि मेकअप पनि त्यसरी नै गर्ने हेयरहरू त्यस्तै बनाउने अनि लुगा पनि लगभग त्यस्तै लगाउन खोज्ने त्यस्तो खालको थियो अरे भनेर उहाँहरूसँग हामी बसेर कुरा गरिसकेपछि अनि मधुबाला भन्ने चाहिँ अगाडि म रिसर्च गर्न जानुभन्दा अगाडि नै हाम्रो डिरेक्टर यम दाइ जो हुनुहुन्छ उहाँ त बर्दियाकै हुनुहुन्छ होइन एकदमै क्लोज टु दिस कम्युनिटी उहाँले एकदम धेरै रिसर्च गरिसक्नु भएको भएर सो मधुबाला भन्ने क्यारेक्टर चाहिँ अगाडिदेखि नै थियो तर मलाई अब मुभीमा चाहिँ माया गरेर मधु भनेर भन्नुहुन्छ त्यही बादी कम्युनिटीकै हो होइन अनि उहाँहरूको चाहिँ कस्तो थियो भन्दा पहिला योभन्दा अगाडि चाहिँ उहाँहरू एकदमै डान्सर र सिङ्गर हो क्या होइन उहाँहरू अझ माथि हिली रिजनबाट चाहिँ तराईतिर आउनुहुन्थ्यो अनि एकदमै रिच इन कल्चर एकदमै खतरा नाच्ने एकदमै खतरा गीत गाउने मादल एकदमै राम्रो बजाउने अनि कोही राजाहरू त्यति बेला त राजाहरू गाउँमा पनि राजाहरू हुनुहुन्थ्यो नि त होइन राजाहरूको केही शुभ कार्यमा चाहिँ अगाडि बसेर उहाँहरूले त्यो शुभ बनाइदिने भन्ने त्यसरी त्यहाँबाट स्टार्ट भएर इभेन्चुअली अब के त्यसरी हुँदै गयो भनौँ ग्रेजुअली त्यो कुराहरू त्यसरी चेन्ज हुँदै गयो सो डान्सर एकदमै राम्रो डान्सर भन्ने खालको कुराहरू भयो अनि इभेन्चुअली अब त्यो कसरी त्यो सेटअपमा चाहिँ उसले त्यो पेसा गर्न जान्छ त्यो गरिसकेपछि आफ्नो फ्यामिली भइसकेपछि त्यो फ्यामिलीलाई कसरी के गर्नुपर्छ कसरी प्रोटेक्ट गर्नुपर्छ या उसले त्यो फ्यामिलीलाई उसको आफ्नो प्रोफेसन क्यारी अन गराउनलाई के गर्न सक्छ या त्यो प्रोफेसनबाट टाढा राख्नलाई के गर्नुपर्छ भन्ने कुरा त्यही स्ट्रगल्सहरू नै छ इभेन्चुअली मुभीमा चाहिँ फर्स्ट अफ अल त आई थिङ्क अरूले के गर्नुपर्छ भन्दा पनि उहाँहरू जति पनि हुनुहुन्छ कम्युनिटीमा उहाँहरूले फर्स्ट अफ अल त आफूलाई त एक्सेप्टेन्सै हुनुपर्छ जस्तो लाग्छ आफू कन्फिडेन्टली मैले अघि भने नि हाम्रो हिस्ट्री जे भए पनि तपाईँ एक्चुअलमा अहिले चाहिँ के हो भन्ने कुरा नै हो तपाईँले आफ्नो हिस्ट्री जस्तो भए पनि त्यसलाई इम्ब्रेस गर्नुपर्छ त्यहाँबाट सिक्ने कुराहरू आफैमा छँदैछ होइन त्यसको राम्रो पक्षहरू को कुरालाई लिएर लाउड हुने कुरा छँदैछ त्यो नराम्रो कुराहरूलाई त्यहाँबाट सिक्ने कुराहरू पनि छँदैछ सो अब कतिजनाले मैले हामीले त्यही रिसर्च गर्ने क्रममा पनि जस्तै बादी भनेर आफ्नो थर चेन्ज गरेर कतिजनाले अरू थरहरू पनि राख्नु भएको छ भनेको त्यो एक्सेप्टेन्स चाहिँ अझै पनि कतिजनामा नहुन सक्छ जुन त्यो नहुँदाखेरि हामीले क्वेसन गर्ने ठाउँ पनि छैन किनकि मेबी उहाँहरूको स्ट्रगलै धेरै थियो होला होइन स्ट्रगल छ होला अहिले पनि सो पहिला सुरु चाहिँ उहाँहरूभित्रैमा आफूमा एक्सेप्टेन्स हुनुपर्छ कि हामी यो कम्युनिटीको भए पनि हामी वेयर प्राउड अफ इट भन्ने खालको हुनु पऱ्यो त्योभन्दा बाहिरको हामी एज अ सोसाइटी हामी एकदम एक्सेप्टिङ हुनु पऱ्यो उहाँहरूलाई लिएर अनि अर्को भनेको अब गभर्मेन्टले के गर्नुपर्छ भन्ने कुरामा त अब अहिले आई थिङ्क सीतावादी जो हुनुहुन्छ होइन उहाँवादी समुदायबाट हुनुहुन्थ्यो अहिले मन्त्री भइसक्नु भएको छ भनिसकेपछि त्यो आफैमा ठुलो चेन्ज हो क्या वादी समुदायको पहिलो मन्त्री हुनुभएको छ भनेको त्यो आफैमा हामी यो फिल्म प्रमोसन गरिराख्दाखेरि हाम्रो लागि एकदमै खुसीको कुरा हो कि त्यो आफैमा ठुलो चेन्ज हो अब गभर्मेन्टले भन्दा पनि हामी एज अ सोसाइटी नै हामी एकदम एक्सेप्टिङ हुनुपर्छ उहाँहरू आफै एक्सेप्टेन्स हुनुपर्छ जस्तो लाग्छ गभर्मेन्टले भनेको त अब अभियसली क्लस्टरहरू छुट्याइदिएकै छ होइन त्यो उहाँहरूले रिस्पेक्ट दिनुपर्ने कुराहरू दिएकै छ त एज अ सोसाइटी हामी आफै नै धेरै भनौँ न प्रोग्रेसिभ हुनुपर्छ जस्तो लाग्छ त्यस्तो त्यो त मैले यो हुनुपर्छ त्यो हुनुपर्छ पर्दैन भन्ने त त्यस्तो त मैले कसैलाई जज गर्न त मिल्दैन होला होइन तर मान्छे भइसकेपछि आई थिङ्क एक्सप्लोर गर्दा राम्रै हुन्छ जस्तो लाग्छ तपाईँ यो भइसकेपछि यही मात्रै हुनुपर्छ भनेर कसैले भन्न पनि मिल्दैन होला जज पनि गर्न मिल्दैन तपाईँ एज अ ह्युमन बिङ हामी यति धेरै एक्सप्लोर गर्छौँ त्यही भएर त ह्युमन भनौँ न तपाईँको रेस यति चाँडो अगाडि बढिरहेको छ हामी यति धेरै ग्लोबल भइसकेका छौँ अहिले एक्सप्लोरेसन भनेर त जहिले पनि चाहिन्छ यही गर्नुपर्छ भन्ने छैन म चाहिँ जे पनि गर्छु काम भनौँ न एक्टिङ गरिरहेको छु फिल्म मेकिङ गरिरहेको छु यहाँबाट सिक्ने कुराहरू हुन्छ सिकाइ हो जस्तो लाग्छ तपाईँ जे गर्नुभयो पनि अरू प्रोफेसन गर्नुहुन्छ अरू अकुपेसन गर्नुहुन्छ साइड जब गर्नुहुन्छ साइड तपाईँले हसल गरिराख्नु भएको छ भन्ने पनि त्यहाँबाट सिक्ने कुराहरू नै हो त्यसरी यो गर्न मिल्छ भन्ने छैन तपाईँ एज अ ह्युमन तपाईँले जति धेरै एक्सप्लोर गर्नुहुन्छ त्यति धेरै तपाईँ मच्योर हुनुहुन्छ त्यति धेरै तपाईँ सिक्दै जाने हो म त आइएम भेरी पोजिटिभ टु हुन्छ नि तपाईँ अरू कुरा एक्सप्लोर गर्नेमा त्यो त गर्दा राम्रै हो जस्तो लाग्छ हाम्रो सिनेमा लाली बजारको पोस्टर टिजर गीतहरू सबैलाई यति धेरै माया गरिदिनु भएको छ आम स्योर यहाँहरू एकदम एक्साइटेड हुनुहुन्छ सिनेमा हेर्नको लागि वैशाख 18 गते मे 1मा रिलिज हुँदैछ लाली बजार हामीसँगै बसेर सिनेमा हेरौला थ्याङ्क यू सो मच